काठमाडौँको त्रिपुरेश्वर स्थित राजधानी विभाग अगाडि एक युवकले आफ्नै शरीरमा आगो लगाएर देहत्यागको प्रयास किन गरे? प्रारम्भिक रूपमा भनिएको छ काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले उनको मोटरसाइकलमा लगाएको व्हील लकको ज्यादती उनले सहन सकेनन्। 2079 माघमा इलामका प्रेम आचार्यले नयाँ बानेश्वर स्थित संसद भवन अगाडि आफ्नो शरीरमा आगो लगाएर देहत्याग गरे। त्यतिबेला गृहमन्त्री रहेका रवि लामिछानेले प्रेम आचार्यको निर्णय राज्यप्रतिको निराशा र पीडाको परिणाम भएको बताउनु भएको थियो। मूलत तपाईकै जस्तो पीडाले हामी राजनीतिमा आएका हौं, तपाईको मृत्युमा राज्य दोषी छ, रवि लामिछानेको भनाइ थियो। त्यसभन्दा अघि बढेर काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहले प्रेम आचार्यको मृत्युको मूल कारक राज्य नै रहेको ठोकुवा गर्नुभएको थियो। अहिले उहाँहरूले नै देश चलाउनु भएको छ। राज्य नै दोषी भएकाले प्रेम आचार्यले देह त्यागेको ठहर गरेका बालेन्द्र शाहले राजधानी विभाग अगाडि कथित रूपमा नगर प्रहरीकै ज्यादतीका कारण मुगुका 25 वर्षीय गणेश नेपालीका विषयमा के सोच्नु भएको छ? अझ विडम्बना के छ भने गणेश नेपालीको मोटरसाइकलमा व्हील लक लगाउने संयन्त्र अरू कसैको होइन, बालेन शाह आफैले मेयरको हैसियतमा नेतृत्व गर्नुभएको त्यही नगर प्रहरी हो। हिजो जुन संरचनालाई उहाँले आफै बनाउनु भयो, आज त्यही संरचनाले एक सामान्य पठाव चालकलाई मृत्युको त्रासदीसम्म धकेल्यो। कुरा यति मात्रै होइन, सुकुम्बासीको समस्या समाधान गर्न भन्दै सरकारले नदी किनारका झुपडी भत्काएपछि कतिजनाले प्रेम र गणेशको नियति भोगिरहेका छन्। सरकारले अहिलेसम्म हिसाब राखेको छैन। हरेक दिन सुकुम्बासी बस्तीका चित्कारहरू सामाजिक सञ्जालमा छरपष्ट भइरहेका छन्। तर सरकारले मध्यवर्खा हुन लाग्दा होल्डिङ सेन्टरबाट लखेटिरहेको छ। सत्तारूढ दल रासोपा सरकारको क्रमभङ्गताको भाष्यमै रमाएको छ। सुशासनको नारालाई ब्रान्डिङ गरिराखेको छ। प्रेम र गणेश वा सुकुम्बासीहरूलाई सरकारले ठूलो स्वरमा लगाइरहेको सुशासनको नाराले के दियो? के सडकको किनारमा 2 मिनेट रोकिँदा जरिवाना? भुलवश भएका कमजोरीहरूमाथि राज्यको ब्ल्याकमेलिङ? न्यायको अनुभूति कसले गर्नुपर्ने हो? भुइँ मान्छेले हो कि भुइँ नै नदेखेकाहरूले? खासमा यो सरकार बनेपछि न्यायको अनुभूति कसले गरे? सुकुम्बासीले, किसानले, श्रमिकले, बेरोजगारले, स्वरोजगार हुने प्रयासमा रहेकाहरूले, उद्योगीले वा खेलाडीले, वा संघीयताका लागि लडेका वा लोकतन्त्रका लागि लडेका व्यक्तिहरूले, वा जेनजी आन्दोलनमा परिवर्तनकै लागि लडेकाहरूले? कसले अनुभूति गरे न्यायको? सरकारसँग अझै मौका छ। यदि उहाँहरू साँच्चै क्रमभङ्गता भन्ने शब्दलाई इमान्दार बनाउन चाहनुहुन्छ भने भुइँ मान्छेहरूलाई सरकार अभिभावक हो भन्ने अनुभूति गराइदिनुहोस्। अर्थात् गणेश नेपाली जस्ता युवाले मैले गल्ती गरेको छैन भन्ने कुरा सरकारलाई सुनाउने संयन्त्र बनाइदिनुहोस्। सुकुम्बासी विस्थापितको पारदर्शी लेखाजोखा र पुनर्स्थापना योजना सार्वजनिक गरिदिनुहोस्। न्याय नारामा होइन, अनुभूतिमा हुन्छ र अनुभूति भुइँ मान्छेले पाउनुपर्छ। नत्र सुशासनको ब्रान्डिङ केवल अर्को जरिवानाको रसिद मात्रै रहन्छ।